Hi everyone, welcome back to my YouTube channel. I hope everyone is fine and good. आजको ब्लग चाहिँ सुरु भइसकेको छ अनि अघि बिहानै सुरु गर्नु भनेको थिएँ तर अलिकति हुन्छ नि टाइमै पाएन क्या टाइमै म्यानेज गर्नु नसकेर इट्स ओके होइन अब यतिखेर भए पनि मैले स्टार्ट गरिसक्यो अनि आज चाहिँ कहाँ छ भने चाहिँ आई वाज ट्राभलिङ म चुकामा छु अनि चुकामा चाहिँ कहाँ भने वान अफ द माई फेभरेट प्लेसमा आइसकेको छ यही हो मेरो फेभरेट प्लेस चाहिँ अनि यहाँको टेम्पा चाहिँ पहिला चाहिँ त अहिले चाहिँ यो फेरि रिबिल्ड गर्दैछ फर्केर बनाउँदैछ अनि त्यो भएर नि तर पनि उता पर सिफ्ट गरेको छ अनि मलाई चाहिँ यहाँ आइरहनु मनपर्छ है अनि हुन्छ नि यहाँ किन आउँछ भने चाहिँ अब मन्दिर किन धाउँछ अरूलाई चाहिँ थाहा छैन मेरो लागि दुःख बिसाउनु है मेरो मनको कुराहरू भन्नु अनि धेरै कुराहरू गर्नु यस्तो सबैलाई राम्रो होस् यस्तो टाइपमा आउँछु है त्यही हो सबैजनालाई आजको दिन के गर्छु म त्यो सबै देखाउँछु है त्यो साथी हो गाइस होइन अब यहाँभित्र चाहिँ कस्तो पूजाहरू पनि चलिरहेछ नि त्यो पूजाहरू पनि गरिसक्यो हामीले चाहिँ त्यहाँनिर ढोके पनि यहाँनिर अलिअलि डोनेसन पनि गरिराख्यो किनकि यहाँनिर उता के अरे लाग्नु यो गर्दैछ नि त्यहाँ रिभ्यू गर्दैछ रिभ्यू चाहिँ कोही के भन्थ्यो मलाई राम्रोसँगले आएन यस्तो के तर होइन अब जस्तो भयो नि सक्सेसफुल भएर राम्रो भयो खुसी लाग्यो त्यही कुरा चाहिँ राम्रो लागिरहेछ त्यो सो ब्लेस्ड यहाँ आउँदाखेरि मलाई यति ब्लेस फिल हुन्छ कि त्यो आफ्नै घरमा आएको जस्तो फिल हुन्छ अनि गाइस होइन यो चाहिँ च्याप्चे स्कुल हो पहिलाको च्याप्चे अनि मेरो स्कुल हो यो चाहिँ यहाँ मुनि चाहिँ भिलेजहरू छ है अनि यहाँ माथि चाहिँ के पछि यहाँनिर छ नि त यस्तो राम्रो है अब आफूलाई कस्तो पिस भित्रिरहेको छ अनि यहाँ देख्न सक्नुहुन्छ आजको एकदमै घाम लागेर एउटा सोसानी डे अनि यो स्कुलमा चाहिँ छैन कसै पढेको अरे आएन त्यही हुनु पऱ्यो अनि यता जानु पऱ्यो अनि यहाँ आएर चियाहरू खाइदिने मलाई फोटो खिचिदिनुहोस् न हौ अनि हुन्छ नि यहाँनिर सबै पूजाआजा गरिसक्यो नि अब यहाँ चाहिँ छो मात्रै खाने आज चिया नपिउने मैले चिया खाने भन्ने लागेको छैन यहाँ चाहिँ हुन्छ यहाँ चाहिँ छोहरू राखिदिन्छ नि हामीले यहाँ कति फिसी गरेको हुन्छ नि हो यो छोहरू राखिदिन्छ नि त्यो छो खायो भने चाहिँ छो सा त्यो हेरेर छो चाहिँ कम्पलसरी अब चिप्स मात्रै रहेछ न चिप्स चाहिँ नखाने म चाहिँ अर्को खाजा चाहिँ मात्रै खाने गाइस अनि होइन पूजाआजा गरेर पनि हामी फर्किसकेँ अब चाहिँ यहाँदेखि निक्लिन लागेको यहाँदेखि चाहिँ अब डाइरेक्ट हाम्रो एउटा सिनियर सर हुनुहुन्छ उसकोमा जाने उसले अनि उसकोमा जाने किनकि सरप्राइज छ देयर इज लिटल स्मल च्याम्प लकी बोय छ क्या त्यसलाई भेट्नु जाने लेट्स गो टुगेदर विल एक्सप्लोर टुगेदर टुडे अनि सबैजनाले प्लिज लास्टसम्म हेरेर चाहिँ साथ दिनु चाहिँ नबिर्सिनु होला सधैँ दिइरहेको छ स्टिल आई निड मोर सपोर्ट प्लिज गाइस तपाईँहरू के अरे तिमीहरूलाई नै नभनी भएको छैन क्या गाइस चाहिँ पहिला बसेको ठाउँमा आइपुगिसक्यो अनि ल हाम्रो आफूमा डेभलप भएछ नासो यहाँ चाहिँ मेरो दाई आउँदैछ हेरौँ ल आउकामा आउँदैछ आउकामा गाडी पनि यताबाट कुद्नु थालेछ आउकामाको घर चाहिँ यो हो अनि आइजमसँग यो त यहाँ छ होला आइजम चाहिँ यहाँनिर मेरो दाजु कस्तो भएछ दाजु रुसी से मात्रै मलाई छ रुस म यहाँनिर च्याप्चा आइपुग्यो पहिला बसेको ठाउँमा च्याप्चा आइपुग्यो च्याप्चाको प्लेस यस्तो छ Oh, this is fall water. A waterfall. यो रोमान्टिक के भनिरहेछ फल वाटर भनेछ वाटरफल लाइक पनि ओ माई गॉड व्हाट द मेन्टल भयो कि क्या हो के हो र हामी चाहिँ गइराखेको चाहिँ अब चाहिँ पुग्नु लागिसक्यो हामी दुईजना पनि छैन अब चाहिँ त्यो लिटल च्याम्प भेट्नु लागि चाहिँ पुग्नु आँटिसक्यो होइन हामी सुपर एक्साइटेड भइरहेछ अब लङ टाइम ब्याक
नराम्रो सल्लाह पनि भेट्छ होइन अनि हुन्छ नि हामी चाहिँ यहाँ हुँदा पहिला चाहिँ पुरा फ्यामिली टाइपमै बस्थ्यो उता यता ग्यादरेसन बस्थ्दैन अहिले चाहिँ टाढो टाढो भएर नि खै साइड साइड पनि लाग्छ तर के गर्नु आफ्नो जे हुन्छ नि आफ्नो जे बाध्यता भनौँ कि अब के भनौँ आफ्नो चाहिँ कम्फर्टको लागि गएको है तर पनि यत्रो टाढोबाट भेट्न आउँदैछ लेट्सी कस्तो के गरेर बस्दो रहेछ कस्तो फिल भयो यिनीहरू चाहिँ न्यू प्यारेन्ट्स हो नि फेरि नयाँ प्यारेन्ट्सलाई भेट्नु जाँदैछु ल फाइनल्ली होइन हामी जान्छ आइपुग्यो है यता फुन्सिङ जाने बाटो यता फुन्सिङ जानेको उयो त्यो माग्नु पर्दैन अनि यहाँनिर चाहिँ सरहरू चाहिँ यहाँ बस्नुहुन्छ यहाँ माथिको घरमा बस्नुहुन्छ अनि अब हामी चाहिँ यहाँ आइपुगिसक्यो हेरौँ कस्तो रहेछ अनि यता देख्ने चाहिँ यो फुन्सिङ जाने बाटो है कस्तो मलाई त उतै जानु मन लाग्यो कसैले मलाई ओह्रालो लैजानु प्लिज होइन क्या हो हेलो प्रोजेक्टलाई नाम जाऊ राम्रै छ होइन कस्तो सुत्छ म यो विकास जुनियरले काम गर्दैन यो क्या त चिसोमा ठिकै छ चिसोमा सक्छु यसमा दिमाग ह्याङ हो हिजो अस्ति खुजुली गएको डान्स उयो के गरे प्यारेन्ट्स चाहिँ यत्तिकै चाहिँ हेर्नुपर्छ यो कस्तो राखेको नि त ल गएको ल त्यस नगर्नु आँखाबाट आँसु दुई दिन क्या हो भन्नुहोस् न ल एलपिएसलाई जताको ल अब चाहिँ हामी दुईजना नि पर्क्यो तिमीलाई कस्तो फिल भयो मलाई पनि कस्तो छुट्टी नै मन लागेन है अनि छुट्टी नै मन लाग्दैन है तर पनि अब टाइमै छैन तर अब फ्युचरमा पनि भेटिन्छ होइन अब कस्तो कस्तो बोले त इमोसनल भयो इट्स ओके लाइफ हो होइन भनेर मनलाई आफै सम्हाल्दैछु तिमीलाई कस्तो भयो त्यही त नि कस्तो मिल्ने साथीहरू थियो इट्स ओके हामी जान्दैछौँ फर्किन हो गाइस होइन फाइनली अब एन्ड अफ द डे चाहिँ म चाहिँ बाजेबोजूको घरमा आइसकेँ बाजेबोजूको घरमा चाहिँ एन्टी देखेर खाना होइन अनि यहाँनिर पनि यति धेरै क्या बास यस्तो माया गर्नुहुन्छ बाजेबोजूले अनि आजको लागि चाहिँ ब्लग यतिमै एन्ड गर्छु म चाहिँ खाना खान्छु है अनि टेक केयर अल अफ यु गुड नाइट कस्तो बात गर्न मन परिसक्यो and keep watching my vlog video and thank you so much for watching होइन अहिलेसम्म सपोर्ट गरिदिइरहेछ सधैँ सपोर्ट गरिदिनु होला and do take care all of you bye bye see you in next vlog video